ल बिहान पख सबैलाई जोरले नमस्कार। ल आज चाहिँ हामी बागलुङबाट यता म्याग्दी बेनी छिर्दैछौँ। यति राम्रो देखेर चाहिँ आमा हिमालको सिन। हामी चाहिँ ट्याक्क लाएर बागलुङ र म्याग्दीको सिमानामा आएको छ। आमा माथा पुग्दै हिमाल हेर, यति दामी बबाल देख्दो रहेछ। हामी चाहिँ अब यहाँ माथि चाहिँ के हो, बेलढुङ्गा भ्यू टावर प्रवेशद्वार रहेछ। हामी चाहिँ अब त्यता छिर्दैछौँ। ल ल हो थाक्यो फाइनली म्याग्दीको डाँडा आइपुग्यो है। आम्म यति दामी भ्यू देख्दो रहेछ कि हो, हिमालमै चढेको जस्तो महसुस भयो। हो हो आम्मा यस्तो फिल भयो कि यस्तो फिल भयो। 8848 किलोमिटर मिटरको उचाइमा चढेको जस्तै फिल भएको छ। आम्मा ल यो चाहिँ के रहेछ भने यो चाहिँ देउढुङ्गा भन्ने रहेछ। 2614 मिटरको हाइटमा। आम्मा यति हाइटमा भ्यू पोइन्ट। ल हेर्न चाहिँ बागलुङ म्याग्दी नाम पनि रहेछ। ल हिमाल सिन हेर्नु घुम्न। बेनी बजार पनि आइपुग्यो। बेनी बजार तल रहेछ। अब फर्किँदैछौँ। अब हामी चाहिँ म्याग्दीको बेनी बजार सगरमुकाममा पुग्दैछौँ होइन। यति दामी रहेछ कि यति मन पर्यो ठाउँ। आमा नेपाल त साँच्चै यहाँबाट चाहिँ हेर्दा चाहिँ 77 जिल्लामा चाहिँ लगभग 50वटा जिल्ला देखेको जस्तो नै हुँदो रहेछ। यहाँसम्म यतिको हाइटमा आउँदा चाहिँ अब झन् त्यो माथिको हिमालको चुचुरोमा पुगेर हेर्न पाए त आमा पृथ्वी नै पुरा देखिन्छ जस्तो लाग्छ हो, कल्पना गर्दा त। आमा यति राम्रो रहेछ कि यति राम्रो। ओहो मनै लोभै लाग्ने ठाउँ रहेछ। आहा हेर टक्क होइन, सिडी हालेर पर्यटकलाई चाहिँ मनोरञ्जन दृश्य बनाएको ठाउँहरू रहेछ, पार्क। टक्क घुमेर अब हामी चाहिँ ओह्रालो झर्दैछौँ 2600को हाइटमा। दामी यति राम्रो रहेछ कि। ल लभ यु गाइज एभ्रीवान। टक 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 थाक्यो।